फाइनल्ली मैले बुढीलाई एसी किनेर ल्याइदिइसकेको छु गाइज। एसी कस्तो छ बुढी? एसी त एक नम्बर एसी ल्याउनु भएको छ नि मेरो बुढोले, यस्तो खतरा एसी ल्याइदिनु भएको छ। हिमालको जस्तै हावा खेल्दो रहेछ, चिसो चिसो। एकदम खुसी छु म त एकदम बाचा पुरा गर्ने मान्छे नि त। तिमीले त्यत्रो चाहिँ त्यो इस्कुस घारीमा गएर अनसन गर्नै पर्दैन थियो। टल्लक्क एसी किनेर ल्याइदियो बुढा भनेर भनेर भएदेखि हेर त यो साइकलमा चलाउँदा नि मिलो, गाडीमा चलाउँदा नि मिलो, जताततै खेतमा रोपाइँ गर्न शुद्ध जान मिल्ने खालको यस्तो ओरिजिनल एसी ल्याइदिएको छु नि त मैले। यसो बाहिर गएर साथीहरूसँग गफ गर्दा नि हम्किन मिल्ने। तपाईँ त एकदम बुझ्ने मान्छे हुँदो रहेछ। मेरो श्रीमान जस्तो बुझ्ने मान्छे त कोही छैन होला हौ यो संसारमा। हो र ल्याएर त अनि पहिले यसो अनसनै बस्नु पर्दैन थियो। त्यत्रो अनसन बसेर माग पुरा गर्नै पर्दैन थियो। म अब ऋण पनि काट्नु पर्दैन थियो। मैले सर्लक्क लिएर आइदिएँ। हो एकदम राम्रो एसी। यस्तो एसी कसो गर्न छ है गाइजहरू। एक नम्बर यो चाहिँ धेरै विश्वभरिको महँगो एसी हो नि फेरि। यस्तो अनि बुढाले ल्याइदिएपछि त महँगै ल्याइदिनु पर्यो नि त। ऋण काटी काटी ल्याइदिएको। बल्ल किनेको एसी होइन, अनि अब राम्रै खालको किन्नु भएको होला नि त। यो त ओरिजिनल बुढी ओरिजिनल। यो त तिमीले भन्नै पर्दैन। सर यो त यसरी हम्की पनि राख्नु पर्दैन। भुइँमा राख्दा पनि आफ्नै हावा आउँछ। हो यसै हिमालको जस्तै हावा छ। यस्तो आनन्द दिने एसी। ल सबैजना यस्तै एसी किन्नु है एकदम गाइजहरू। ल ल ल धन्यवाद।